आज म तपाईहरुको टच ग्लास सम्बन्धी भिडियो लिएर आएको छु। हेर्न सक्नुहुन्छ आइफोन 11 प्रो मैक्स रहेको छ। उहाँको चाहिँ सिसा फुटेको हेर्नु भएको छ नि, सिसा फुटेको छ प्लस उहाँको चाहिँ टच पनि चल्दैन, आधी भाग चल्छ र माथि यति चाहिँ चल्दैन है साथीहरु। यो चाहिँ आइफोन 11 प्रो मैक्सहरुमा 12 प्रो सम्म यस्तो समस्या छ भने टच पनि चेन्ज गर्न मिल्छ, प्लस ग्लास फुटेको छ ग्लास पनि चेन्ज गर्न मिल्छ है। ल हेर्न सक्नुहुन्छ नि उहाँको यो जम्मा हामीले 6000 मा 100% ओरिजिनल टच है, ग्लास मात्रै फुटेको छ भने जम्मा 3500 मा 100% ओरिजिनल 11 प्रो मैक्स ग्लास टच सबै एभेलेबल छ, डिस्प्लेहरु सबै। र टच तपाईं कुन कुनमा मिल्छ कुन कुनमा मिल्दैन भने धेरै जनाले सोध्नु भएको थियो। र टच तपाईं 12 प्रो सम्म आइफोन 12 प्रो सम्म टच चाहिँ चेन्ज गर्न मिल्छ। ग्लास चाहिँ 16 प्रो मैक्स सम्म मिल्छ, टच चाहिँ जम्मा 12 प्रो सम्म मात्रै मिल्छ। जस्तो कुनै पनि चल्दै चलेन हैन, डिस्प्ले सबै वर्किङ छ, सब कुरा ठीक छ भनेपछि तपाईको टच चाहिँ चलेन भने टच पनि रिप्लेस गर्न मिल्छ 12 प्रो सम्म है। बाकी अरु अगाडिको सबै ग्लास चेन्ज गर्नु मिल्छ र 100% ओरिजिनल टच तपाईको 16 प्रो मैक्स सम्म एभेलेबल छ। एकदम सस्तो र 100% जेन्युइन प्रोडक्ट एमटीएस ल्याबमा आउन सक्नुहुन्छ। र नर्मल 8 प्लस सम्म जम्मा 999 मा हामी माथिको लेयर चेन्ज 999 मा आइफोन 8 सम्म है चेन्ज गरिरहेको छ। मेरो टेम्पर ग्लास फी पाउन सक्नुहुन्छ इफ हामीलाई फलो लाइक सब्स्क्राइब गर्नु भएको छ भने, र फी पाउन सक्नुहुन्छ। र अर्को 16 प्रो मैक्स सम्म चाहिँ एकदम सस्तो प्राइसको लागि हामीलाई रिक्वायर कमेन्ट बक्समा गर्न सक्नुहुन्छ, हामीले हजुरलाई एसएमएस गरिदिन्छौं। सो तपाईहरुको पनि टच मोबाइल सम्बन्धी केही प्रब्लम छ भने एमटीएस ल्याब भिजिट गर्न सक्नुहुन्छ 100% जेन्युइन प्रोडक्टको लागि। सो थ्यांक यू।